मैले नमार भन्ने पनि अब मार्ने अवस्थामा उपाय नै केही नभएपछि त त्यो अन्तिम अवस्था आइसक्यो। त्यसैले म सरकारलाई के ध्यान आकर्षण गर्न लाउँछु भने यसको दीर्घकालीन समस्याको समाधान भनेको चाहिँ यसलाई चाहिँ इलेक्ट्रिकल सोलरले यो घाम त यतिकै यसको खेर गइरहेछ, घाम यसरी लगाइरहेछ नि होइन, यसको चाहिँ प्रयोग हुनु पर्यो। सोलरबाट चाहिँ लो भोल्टेजमा चाहिँ तपाईँको तारबार गरिनुपर्छ। त्यो तारबार गर्दाखेरि के हुन्छ भन्दा चाहिँ यो दुख्यो फेरि। अनि त्यसपछि यो तारबार गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको लो भोल्टेजको सोलर सिस्टमबाट चाहिँ मर्दैन, त्यो जनावरहरू मर्दैन, उनीहरू एकछिन बिहोस हुन्छन्। अनि एकछिन बिहोस भएपछि नेक्स्ट टाइमबाट उनीहरू त्यो रिपिट गरेर चाहिँ त्यो जनावरहरू बाँदर बँदेलहरू त्यो नजिक वरिपरि जानै मान्दैन, तर्सेर के उनीहरू डरले त्यो किसिमको डर चाहिँ पैदा गर्ने भनेकै सोलर चाहिँ फेन्सिङ भन्छ यसलाई चाहिँ तपाईँको इङ्ग्लिसमा, अथवा इलेक्ट्रिकबाट पनि हामीले चाहिँ गर्न सकिन्छ, इलेक्ट्रिकल फेन्सिङ पनि भनिन्छ। त्यसरी चाहिँ हामीले चाहिँ यो मैले 15 वर्षमा जर्मनी बस्दाखेरि चाहिँ प्रत्येक फेरि यहाँ धेरै नेपालीहरू त धेरै बाठो हुनुहुन्छ नि यो कुरामा त फेरि होइन। एकदमै तँलाई थाहा छ नेपालको भूगोल चिनेको छस् भने चिनेको छ आशिका तामाङले नेपालको भूगोल मजाले चिनेको छ। नेपालको भूगोल भनेको पहाडी इलाका मात्रै होइन, नेपालमा तराई छ, जहाँ गर्न मिल्छ एटलिस्ट त्यहाँ त सुरुवात गर्नु पऱ्यो नि त। तराईमा मिल्छ, भित्री जुन मधेसहरू छ त्यहाँ गर्न मिल्छ, पहाडीमा अर्कै सोचौँला, पहाडमा हामीले के अरे तपाईँको काडे तारबारहरू लगाउँला होइन, जहाँ गर्न मिल्छ त्यहाँ त हामीले सुरुवात त गर्न सक्छौँ नि होइन। जहाँ फाँटहरू छ, जहाँ चाहिँ टारहरू जस्तै छ, जस्तो म बस्ने ठाउँ चाहिँ रिचोक टार होइन, त्यस्तो टारहरू धेरै टारहरू छ नि, टारहरूमा गर्न सकिन्छ। जहाँ गर्न सकिन्छ हामीले चाहिँ इलेक्ट्रिक फेन्सिङ चाहिँ यो चाहिँ दीर्घकालीन चाहिँ उपाय हो भन्न चाहन्छु। अब यो के अरे यो पुत्ला सुत्ला बनाएर बाला तर्साउने अनि त्यो तपाईँको पटाका पड्काउने यो जुन उपाय छ यो चाहिँ एकदम पुरानो उपाय हो। यसले चाहिँ अस्थायी मात्रै हो नि, यो त्यस्तो तर्सेर चाहिँ जाँदैन पुरै।